सो साथीहरू के हजुरलाई मेरो जस्तै मेरो पछाडिको ब्याकग्राउन्डको कुनै पनि इमेजहरूलाई चाहिँ हटाउन छ भने चाहिँ यो भिडियो हेर्नु होला अन्त्यसम्म। जस्ट हजुर जानुपर्छ यहाँ वेबसाइटमा क्रोममा जानु। क्रोममा गइसकेपछि हजुर चाहिँ त्यसपछि जानुहोस्। यहाँ चाहिँ अब पिक्सल कट भनेर PIX पिक्सल कट इमेज एडिटर भनेर हान्नुहोस् होइन। यति गरेपछि तपाईँको यहाँ इन्टरफेस PIXEL पिक्सल CUT कट .ai हुन्छ। अब यहाँ तपाईँले यहाँ चुज गर्नुपर्ने हुन्छ फाइलबाट एउटा कुनै फोल्डरहरू फोटो होइन कोही एउटा फोटो चुज गर्नु। मैले सिलेक्ट गरेँ होइन। अब मैले यहाँको यो चाहिँ पछाडिको यो मान्छेहरू हटाउनु छ भने जस्ट यसो गरेर टक्क एकछिन अलि भएन अब इरेज गर्नुहोस्। हट्न त हजुर तर अलिकति हल्का ब्लड टाइपको देखियो होइन। ठिक छ यसलाई अझै राम्रोसँग गर्नको लागि हो यहाँ इरेज त्यसपछि यहाँ विस्ट हो इरेज जस्ट इरेज हजुरको काम भयो। अनि यहाँ डाउनलोडको प्लसमा जानुहोस् अनि फेरि अब केमा चाहियो प्रिमा गरिदिनुहोस् ओपन गर्नुहोस् डाउनलोड भयो हेर्न सक्नुहुनेछ। यस्तै अरू AI टुल्सको बारेमा जान्न छ भने प्लिज लाइक सब्सक्राइब कमेन्ट गर्नुहोस् होला। कमेन्टमा कुन चाहिँ कस्तो खाले AI चाहियो तपाईँलाई प्लिज कमेन्ट गर्नु होला। म त्यसकै भिडियो लिएर आउनेछु। आजको पहिलो भिडियो हस्त नमस्ते।